सबैजनालाई नमस्ते। आज मेरो दिनको सुरुवात हुँदैछ भगवानसँग। भगवानको पूजा उजा गरेर मैले भगवानलाई भोग लगाउँदैछु। भोगमा मेरो छ मिष्टान अरु साथमा म्याङ्गो सेक केसर वाला जो कृष्ण भगवानलाई अत्यन्त प्यारो हो। त्यसपछि मैले पूजा गरेर भ्याएँ। त्यसपछि म रेडी भएर माइतकोतिर हिँडेँ। माइत जाँदाखेरि हेर्नु रस्तामा यस्तो पानी पर्यो। सीमा हैन रस्तामा पुरा पानी भर्ती भएछ। माइत जाँदाखेरि आमाले त भुटुवा बनाएर राख्नुभएको रहेछ। कसलाई भुटुवा यति साह्रो पसन्द छ भन्नु होला। अरु साथमा मेरोलाई चाय बनाएर राखिदिनु भएको। चाय पनि जिरा र धनियाको। त मैले पनि खाएँ, गरम गरम इन्जोय गरेँ। सबैजना मेरो बहिनी पनि आई साथमा। हाम्रो कुराकानी गरेर बस्यौँ। कुराकानी गरेर टाइम कसरी गयो हामीले थाहा पनि पाएनौँ। साथमा हाम्रो भाउजूहरू आउनुभएको थियो। अरु सबैजनाबाट बहुत सारा गफसफ गऱ्यौँ। गफसफ गरेर फेरि हाम्रो त कामतिर लाग्यौँ। यो बेलुन फुलाउन भन त के कारणले मैले फुलाएँ अगाडि हेर्नुहोस् है, म भन्दैछु। यहाँ बेलुन सेलुन फुलायौँ सबैजना मिलेर, छोरी छोरा त्यसपछि मेरो अर्की छोरी सबैजना मिलेर। अरू सानो बाबुले त पुरा बेलुन फुटाइ थियो खुसी भएर। त्यसपछि हामीले बेलुन सेलुन फुलाएर फेरि टाङ्नातिर लाग्यौँ। त्यहाँ टाङ्गी गरेर त्यसपछि खानासाना बनायौँ। यहाँ हेर्नु कति इन्जोय गर्दैछन्। मेरो छोरीले त मेरो फेस नदेखाउनु पो भन्दैछिन्, किनकि उसलाई भिडियोमा आउन शरम लाग्छ। त्यो बेलुन फुलापछि हामीले त्यतिर मासु बनाउन लाग्यौँ। बाबाले त प्याज स्याज काट्नुभयो। मेरो बाबाले पनि बहुत टेस्टी मासु बनाउनुहुन्छ। त्यो मासु बाबाले नै बनाउनु भएको मासु बनाउनु भयो। त्यसपछि मैले तितेकर्ला आलु काटेर तयार गरेँ। त्यसपछि आमाले तितेकर्ला आलुको अचार बनाउनु भयो, किनकि हाम्रो आमाले तितेकर्ला आलुको अचार बहुत मिठो बनाउनुहुन्छ। आमाले अचार त बहुत टेस्टी बनाउनुहुन्छ। यता मासु पकेर पनि तयार भयो। यतातिर झोल बनायौँ, यतातिर भुटन। साथमा मेरोलाई अरू बहिनीकोलाई यहाँ आमाले बेदनाको जुस बनाइदिनु भयो। जुस पकाएर खायौँ हामीले। त्यसपछि साथमा खिर पनि पाएको। यतातिर त हामी सबै मिले थियौँ। आम काटेर काँचो आम साँधेर निमक खुर्सानी लगाएर खायौँ। साथमा यतातिर पनिर पनि तयार भयो। पनिरको सब्जी बन्यो, फेरि चिकन बन्यो। त्यसपछि फेरि पनिर बाबुले काटेको पनिर थियो हो। अरू साथमा पुलाउ बन्यो। पनिर फेरि अगाडि बनाइसकेपछि भिडियो सोच्नु होला किन हालेँ कि भनेर। यहाँ पनिर फेरि त के बनाउँछ नि हरबाबा कबाब त्यस्तै बनाएको। फेरि पास्ता पनि बनायौँ। फेरि चिकन पनि तयार भयो। त्यसपछि आम पनि हेर्नु साँधेर राखेको छौँ। यो फ्राई राइस यो दिउँसो खानाको लागि। माछा बन्यो। फेरि फुलकोपीको सब्जी पनि बनायौँ। फेरि त्यसपछि सबै रेडी भयौँ। केक सेक काट्यौँ, किनकि मेरो एनिभर्सरी थियो। हामीले प्री एनिभर्सरी वेडिङ सेलिब्रेसन गरिरहेको थियौँ है। त्यसपछि मेरो छोराछोरीले डान्स पनि गरे। यहाँ दुईटीले डान्स गरिरहन्। दुईटा बाबु उतातिर डान्स गरेछन्। फेरि खानासाना खायौँ। अरू सुत्यौँ। फेरि अर्को दिन बिहान हाम्रो घरतिर आयौँ। घरमा आउँदाखेरि यहाँ घरमा पनि हामीले अलिकति सेलिब्रेसन गरेको थियौँ। त्यसपछि यहाँ मेरो साथीहरू आए। अचानक यहाँ कहीँ काम थियो अरे, साथमा यहाँ पनि आए। आएपछि उनीहरूले केक ल्याएर काटे। हेर्नु हामीले साथीहरूसित पनि कति रमाइलो गऱ्यौँ। यहाँ 2-3जना छन्, अरू त आएनन् किनकि उनीहरूको त्यो काम रहन्छ। यिनीहरू 3जनाको काम रहेछ आएका। त्यसपछि हामीले बहुत इन्जोय गऱ्यौँ। अझै मैले सोचेको थिएँ आउँथेँ, मैले वेट गरेको थिएँ, कोही पनि आएनन्। त्यसपछि कोही छैन। हाम्रो कति इन्जोय गऱ्यौँ। फेरि डान्स गऱ्यौँ, गाना गायौँ, खानासाना खायौँ। खाना मतलब उनीहरूले खाना खाएर आएका रहेछन्। त्यसको लागि अलिकति खिर अरू साथमा सिङ्गडा मिठाई त्यति नै हाम्रो नास्ता टाइपको। मैले भनेको थिएँ खाना माने खाएर जाने म बनाइहाल्छु भनेर। उनीहरूले भने अहिले हाम्रो पेट खाली होइन, यतिजना खाना खायौँ। गफ गर्नै आएको थोरै हाम्रो खाना आएको भनेर। फेरि हाम्रो फोटोसोटो खिच्यौँ। यसरी इन्जोय भयो। फेरि घरतिर लागेँ म। त्यसपछि म पनि तयार हुन लागेँ। घर सफा गरेँ। त्यसपछि तयार भएँ। तयार भएर त्यति बेला मेरो हस्बेन्ड पनि आउनुभयो। हामीले फेरि हस्बेन्डले फेरि एकछिन नाचौँ भनेर उ गर्न थाल्नुभयो। मलाई त यति शरम आउँदै थियो केटाकेटीको सामनेमा, तब पनि नाची पनि हालेँ म अलिकति इन्जोय गर्नको लागि, किनकि हस्बेन्डले पनि राम्रो पाउनुभयो। अलिकति नाचेपछि मलाई पनि शरम लाग्यो होइन, भन्नलाई पनि शरम लाग्छ कस्तो। त्यही त केही पनि होइन। अब यस्तो त यो डेली पार्टको रुटिनै हो होइन। हाम्रो यो हर कसैको लाइफमा यस्तो त मुभमेन्ट आउँछ है। फेरि हाम्रो गयौँ बार्बिक्यू नेसन। त्यसपछि खानासाना खायौँ। वहाँ गएर केक कटिङ गऱ्यौँ। बहुत सारा गफ माऱ्यौँ, इन्जोय गऱ्यौँ। फेरि केक काटेर भ्यापै एक दुसरालाई खिलायौँ। साथमा सबै केटाकेटीलाई खिलायौँ। यो मेरो बहिनी यो छेउमा
बहिनी ज्वाइँ पनि जानुभएको थियो अरू साथमा यहाँ भाइ बुहारी पनि गथे हामी सबैजनाले इन्जोय गऱ्यौँ त्यसपछि आएर अलिकति फोटोसुट सब गऱ्यौँ फुचुरी त यति खुसी भयो कि दुकुरीको दुकुरी गरिरहेको थिइन् यता उसको मम्मीको त समय थिएन उसलाई पक्रे गरिराख्नु पर्थ्यो त्यस कारण तिनले भने थिइन् म जान्न दिदी बाबुले छोरीले मान्दैनन् त्यसपछि हामीले भन्यौँ केही हुन्न हिँड हामीले हेरौँला नि सबै मिलेर बच्चाहरूलाई भन्यौँ फेरि इन्जोय गयौँ गएर साँच्चैमा यति रमाइलो भयो फेरि हामीले फोटोसुट पनि गऱ्यौँ यति कमेडी फोटो खाने मलाई हाल्न सरमै लाग्यो साँच्चैमा एकदम फनी फोटोसुट गरेँ हजुर देख्नु पनि हाँस्नुहुन्छ त्यहाँबाट निक्ल्यौँ हाम्रो त्यसपछि घरमा आयौँ घरमा आउँदा त हेर्नु न कस्तो राम्रो सरप्राइज पो रहेछ मेरो हस्बेन्डले मेरो लागि चक्लेट केक बनाएर राख्नुभएको म त सोचेकी पनि थिइनँ मलाई यति सारा सरप्राइज मिल्छ भने उता दिउँसो साथीहरूले बेलुका हस्बेन्डले फेरि हाम्रो केक काट्यौँ यति टेस्टी थियो नि थ्याङ्क यू मेरो हस्बेन्ड यति राम्रो मलाई सरप्राइज दिनको लागि मलाई साथ दिनको लागि थ्याङ्क यू